आनन्दको आवाजमा तपाईलाई हार्दिक स्वागत छ। आज म तपाईहरुलाई काफल पाक्यो चरा र बिउ कुयो चराको कथा सुनाउँदैछु। पक्कै पनि तपाईले तपाईको वरिपरि काफल पाक्यो त्यस्तै बिउ कुयो भन्दै चराले कराइरहेको पनि सुन्नु भएको छ होला। आज म यी दुई चराको कथा सुनाउँदैछु। आउनु सुरु गरौं आजको कथा, काफल पाक्यो चराको कथा। परापूर्व कालमा सानैमा आफ्ना आमा बाबु गुमाएका टुहुरा दाजु र बहिनी थिए। आमा बाबुको मृत्युपछि दाजुले धेरै दुःख कष्टहरू झेल्दै निकै मायाले आफ्नी बहिनीलाई हुर्काउँदै बढाउँदै गरिरहेको थियो। जब दुवैजना हुर्किँदै गए, ठुला हुँदै गए, आमा बाबु पनि थिएनन् र उनीहरूसँग जग्गा जमिन पनि केही पनि थिएन। न उनीहरूसँग धन सम्पत्ति थियो, न जग्गा जमिन थियो र उनीहरूसँग खानेकुरा केही पनि थिएन। बिस्तारै दुवैजना हुर्किँदै गए, बढ्दै गए। त्यसपछि उनीहरूलाई खानेकुराको समस्या बढ्दै गयो। बर्खायाममा उनीहरूले जेन तेन जंगलका कन्दमूलहरू खाएर, जे पाइन्छ त्यही खानेकुरा खाएर आफ्नो जीवन गुजारा गरिरहेका थिए। जब हिउँद लाग्यो, चैत वैशाखको समय आयो, निकै सुक्खा समय आयो, जंगलमा र वरिपरि उनीहरूले खानेकुरा केही पनि पाउन छोडे। भोकले निकै सताउन थाल्यो, तर उनीहरूले कतै पनि खानेकुराहरू पाएनन्। कयौं रात, कयौं दिन उनीहरूले पानी मात्रै पिएर निकै कष्टकर जीवन बिताए। तर कति दिन यसरी पानी मात्र पिएर बाँच्नु? उनीहरूलाई भोकले निकै गलाउँदै लग्यो र अब त केही खानेकुरा खोज्नुपर्छ भनेर दाजुले आफ्नो बहिनीलाई भने, अब हामीलाई भोकले निकै सताउन थाल्यो, अब म केही खानेकुराहरू खोज्न जान्छु। दाजुको यस्तो कुरा सुनेर बहिनीलाई निकै पिर लाग्यो र आफूलाई एक्लै छोडेर जान लागेको कुरा सुनेर बहिनी रुन थाली। ऊ रातभरि रोएरै बिताई। भोलिपल्ट बिहान भयो। बिहान बहिनी निकै रोइरहेको देखेर दाजुलाई निकै पिर लाग्यो। एकातिर बहिनी रोइरहेकी छन्, अर्कोतर्फ खानेकुरा खोज्न जानु नै छ। घरको नजिकै काफलका रुखहरू थिए। भर्खर ती काफलका रुखहरूमा फूल फुल्न थालेको थियो। तिनै काफलका रुखहरू देखाउँदै दाजुले बहिनीलाई भने, बहिनी नरौ, यी काफलका रुखहरू फूल खेल्दैछन्, यी काफलहरू फल्छन् र यी काफल पाक्ने बेलासम्म म तिमीलाई केही खानेकुराहरू लिएर जसरी पनि आउँछु, नरौ बहिनी भनेर उसले मायाले बहिनीको आँसु पुछिदियो। हुन्छ भनेर बहिनीले मुन्टो हल्लाई दाजु बहिनीलाई त्यहाँ छोडेर गए। यता बहिनी काफल पाक्ने याम कुरेर दिन काट्न थाली। याम फेरियो, काफल पाक्यो, फूल खेलेका काफलहरू फल्न थाले, फलेका काफलहरू पाके, तर उनका दाजु कहिले फर्केर आएनन्। दाजुको सम्झनामा बहिनी यति धेरै रोई, रुँदा ऊ निकै बिरामी परी। त्यही बिरामीको कारणले गर्दा उसको मृत्यु भयो। काफल पाकेपछि आउँछु भनेर गएका दाइको सम्झनामा उसको मृत्यु भएको कारणले उसले अर्को जुनी एउटा चराको रूपमा लिई र अर्को जुनी चराको रूपमा लिएको भएर अहिले उनै बहिनीले आफ्ना दाजुको सम्झनामा चराको रूपमा उडेर काफल पाक्यो भनेर आफ्नो जीवनकाल बिताइरहेकी छन्। उनै बहिनी अहिले काफल पाक्यो चराको रूपमा हाम्रो वरिपरि काफल पाक्यो भनेर घुमिरहन्छन्। यो कथा यति नै। सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला। यो कथा वैकुण्ठमा जाला। यदि तपाईले कसैलाई भन्नु पर्यो भने खुरुखुरु तपाईसम्म आइपुग्ला। अब मैले बिउ कुयो भनेर कराइरहने चरीको अर्को कथा सुनाउँदैछु। परापूर्व कालमा एका देशमा आमा र छोरा बस्थे। छोरो सानै छँदा बाबु बितेको कारणले आमा र छोरा मात्रै बस्थे। उनीहरूको घरमा पनि खानेकुरा अन्नपात त्यति धेरै थिएन। उनीहरूको भकारीमा बिउ छरेर धान फलाउनको लागि राखेको थोरै धान मात्रै बाँकी थियो। उक्त धान उनीहरूले खान पनि सकेका थिएनन्, जोगाएर राखेका थिए। जंगलका कन्दमूल, फलेका फलफूलहरू खाएर उनीहरूले जीवनयापन गरिरहेका थिए। एक दिन छोरा निकै बिरामी हुन्छ र उसलाई खान दिने खानेकुराहरू उनीहरूसँग केही पनि हुँदैन। त्यसपछि बिरामी छोरालाई छोडेर आमाले छोरालाई केही खानेकुरा पाइन्छ कि भनेर खोज्नको निम्ति घरबाट निस्किन्छन्। निस्कने बेलामा आमाले भन्छन्, नरौ बाबु, तिम्रो व्यथा पनि निको होला, तिमीलाई सन्चो पनि होला, म तिमीलाई केही खानेकुरा ल्याएर खुवाउँछु, त्यसपछि तिम्रो व्यथा निको होला, अनि हामी दुवैजना मिलेर थोरै भएको खेतमा भए पनि यो हामीसँग भएको धानको बिउ छराउँला, त्यो धानले धेरै उब्जनी दिन्छ, त्यसपछि हामीले अर्को साल त टन्न खान पाइहाल्छौँ नि भनेर छोरालाई सम्झाइ बुझाइ गरे। छोराले मानेन
मानेन, धेरै रोयो, तर पनि आमाको बाध्यता के थियो भने छोरा बिरामी भएको कारणले गर्दा उसलाई केही खानेकुरा खोजेर ल्याउँछु र छिट्टै फर्किन्छु भनेर छोरालाई मनाई। जाने बेलामा छोरा निकै रोयो। एकातिर बिरामी छोरा, अर्कोतिर छोराको आँसु आमाले देख्न सकिनन्, तर पनि बाध्यता उनी घर छोडेर छोराको लागि केही खानेकुरा लिनको निम्ति जानु पर्ने नै थियो। जाने बेलामा आमाले भनेर गएकी थिइन्, नरौ छोरा, तिमीलाई खानेकुरा लिएर म यो धानको बिउ छर्ने बेलासम्म जसरी भए पनि फर्केर आउँछु भनेर ऊ घरबाट निस्केर गई। आज बित्यो, भोलि बित्यो, पर्सि बित्यो, हप्ता बित्यो, महिना बित्यो, वर्ष बित्यो। बिरामी छोरा बिस्तारै निको हुँदै गयो। अलिअलि उसले घर वरिपरि भएका कन्दमूलहरू खोजेर खायो। आमा आउने आशमा ऊ निकै बेर बस्यो। हिउँद सकियो, बर्खा लाग्यो, बिउ छर्ने बेला भयो र पनि उनकी आमा फर्केर आएन। उसले आफूहरूसँग भएको थोरै धानको बिउ गएर हेर्थ्यो। बर्खा लाग्न थालेपछि पानी पर्यो, उनीहरूले राखेको धानको बिउमा पानी पर्यो। पानी परेपछि त्यो बिउ कुहेर जान थाल्यो। खाना खोज्न भनेर गएकी उनकी आमा कहिल्यै पनि फर्केर आएनन्। त्यसपछि एकाएक बर्खायामको बिफरले गर्दा छोरालाई बिफरले च्याप्यो र उक्त बिफरको कारणले गर्दा त्यो छोराको पनि मृत्यु भयो। बिउ छर्ने बेलासम्म फर्केर आउँछु भनेर गएकी उसकी आमा फर्केर आएनन् र उनै आमाको सम्झनामा आमा आइनन्, तर यो बिउ कुहिने बेला भयो भनेर बिउ कुयो भन्दै हाम्रो वरिपरि चराको रूप धारण गरेर घुमिरहेको हामी देख्न सक्छौं, हामी सुन्न सक्छौं। यो कथा यति नै। सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला। यो कथा पनि वैकुण्ठमा जाला। यदि तपाईले कसैलाई भन्नु पर्यो भने खुरुखुरु खुरुखुरु तपाईसम्म आइपुग्ला। आज मैले तपाईलाई 2वटा चराको कथा सुनाएँ। यो कथा तपाईलाई कस्तो लाग्यो? तपाईलाई हाम्रा कथाहरू कस्तो लाग्छ? राम्रो लाग्छ भने साथीलाई पनि सुन्न भनिदिनु होला, लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला र शेयर गर्न नभुल्नु होला। छिट्टै नयाँ कथा लिएर उपस्थित हुनेछौं। आजलाई बिदा दिनुस्। नमस्कार।